दाजुभाइ दिदीबहिनीहरूलाई आउँदै गरेको नयाँ वर्षको शुभकामना छ है। सबैजनाले राम्रो गर्नुहोस्, फलोस् फुलोस्, सबैको राम्रो होस्। र सर्वप्रथम सबैजनालाई धेरै धेरै धन्यवाद। म एउटा सुदूरपश्चिमबाट बिलोङ्स गर्छु, सुदूरपश्चिम कञ्चनपुरबाट। सो सुदूरपश्चिम त छँदैछ, त्योभन्दा पनि जति पनि केन्टकीमा बस्नुहुने, लेक्सिङटनमा बस्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले मलाई धेरै सपोर्ट गर्नुभएको थियो नेपाल आइडलमा है। सबैले सायद भोट गरेको होला, हो कि होइन? कि कोही छुटेको थियो? कोही छुटेको थियो भने आज भोट गर्नुहोस् है। अनि त्यो भोट अनि त्यो मायाले गर्दा आज म यहाँ आउन सफल भएको पनि छु र धेरै कामहरू गरेको पनि छु। आशा छ तपाईँहरूले अब यो माहौललाई अलि रमाइलो त गराउने नै छु। म चाहिँ आफ्ना सम्पूर्ण साङ्गीतिक कोसेलीहरू यहाँ पस्किने छु। सो सबैजना नाच्नुपर्छ। ए ल नाच्नुपर्छ, रमाइलो गर्नुपर्छ। यो चस्माले अलिकति मैले कसैलाई देखेन जस्तो लाग्यो, फर्किनुपर्छ चस्मा है त। ल अब चाहिँ सबैलाई देखियो है। ल गजब भयो। अब यो भनिरहँदाखेरि अब चाहिँ गीत सङ्गीततिर लाग्छु र बिचबिचमा म बोल्ने प्रयास गर्नेछु। विशेष धन्यवाद दिन चाहन्छु हाम्रो न्यू नेपाली होइन एसोसिएसन अफ नेपाली इन केन्टकी अमेरिका एन्कालाई है। र त्यो लगायत सम्पूर्ण जति पनि पदाधिकारी हुनुहुन्छ यो संस्थामा आबद्ध दाजुभाइ दिदीबहिनीहरू सबैलाई हृदयदेखि नै सम्मान व्यक्त गर्दै नयाँ वर्षको शुभकामना सहित यो गीत मेरो पहिलो मेरो हजुरको एउटा टाइटल ट्र्याक प्ले गरिदिनु होला। मेरो हजुर। अनि सबैजनाले चाहिँ अहिले चाहिँ जस्ट यो मात्र गर्नुहोस्, त्यसपछि माथि जानुपर्छ है सबैजना है। सबैजना दिदी बहिनीहरू सबैजना माथि जानुपर्छ है। ल हस्, थ्याङ्क यू। प्लिज त्यो चाहिँ त्यो सङ्ग प्ले गरिदिन्छ है मेरो।